हेलो गाइस, वेलकम ब्याक टु माई च्यानल। आज भने चाहिँ हामी यहाँ पर्याङघारीमा डोकोको लागि पर्याङ काट्नु आइरहेको छु। बडो बाउ छ है यहाँनिर पर्याङ काट्दैछ। छिपेको पर्याङहरु चाहिँ सिला पारेर चाहिँ यसरी यहाँनिर कलेक्ट गरेर अब चाहिँ लानुपर्छ ओह्रालो है। पर्याङहरु यहाँ ज्यादा छैन, खालि टुसाहरु मात्रै छ। अब म चाहिँ भने चाहिँ गाइज अब यहाँनिर अलिक सानो लोडाको छ अरे, अघि बडाउले त्यो लिनु जान्दैछु। यहाँ रहेछ है पर्याङहरु चाहिँ। अब यसलाई खिपेर लानुपर्छ। यहाँ चाहिँ ल्याइसकेपछि यहाँनिर मामाले पर्याङ चिर्नु हुँदैछ। यो चाहिँ अब टक्कै यसलाई काटेर यसको चाहिँ चोया बनिन्छ। अब यो कुरा चाहिँ फर्स्टमा गर्नेहरूले चाहिँ सिक्नेहरूले चाहिँ फर्स्टमा चाहिँ जान्दैन, टक्टु बिगार्छ। यसको लागि चाहिँ बहुत प्र्याक्टिस गर्नु पर्यो। सो मच फर वाचिङ है। आजको डे ब्लगमा तपाईँलाई स्वागत छ। अब आउँदैछ नेक्स्ट ब्लगमा।